हल्का टुरमा है। अनि अहिले चाहिँ के हुँदैछ भन्दाखेरि चाहिँ ब्याकप्याक हुँदैछ अहिले चाहिँ। अनि यो चाहिँ अलिकति लामो भिडियो बनिन्छ। अनि अहिले चाहिँ म चाहिँ मेरो खुदको स्वयं आफ्नै घरमा बसिरहेको छु। अब एकछिन पछि चाहिँ अहिले चाहिँ कोही छैन घरमा, सबैजना हिजो नै सबैजना सिक्किम गइसक्नु भएको छ। अनि म चाहिँ घरमा एक्लै थिएँ। अनि उनीहरू चाहिँ अहिले आउनु हुँदैछ। अनि म चाहिँ अब छिटो तयारी भएर रेडी गरेर अब एकछिनमा म पनि यहाँदेखि डिपार्ट हुनुपर्छ। ल सी यू अहिले एकछिनमा। अनि जो नयाँ हुनुहुन्छ यो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, अनि सेयर पनि गरिदिनुहोस्। अनि जतिजनाले सेयर सब्सक्राइब गर्नुभएको छ तपाईँलाई धेरै धेरै धन्यवाद। अनि आउँदो दिनहरूमा अझै राम्रो कन्टेन्ट लिएर तपाईँहरूको सामु आउन सकौँ है। थ्याङ्क यू। यो चाहिँ मेरो प्याकिङ सुरु हुन्छ। यो चाहिँ मेरो इम्पोर्टेन्ट हतियार जुन चाहिँले चाहिँ मलाई भ्लग बनाउनुमा यो भिडियो बनाउनुमा मलाई हेल्प हुन्छ। यसले चाहिँ अब यो त्यस्तो इम्पोर्टेन्ट, अरूको लागि त त्यस्तो के पो इम्पोर्टेन्ट छैन, तर मेरो लागि चाहिँ हतियारभन्दा कमी चाहिँ छैन। त्यसको पनि टुक्रेर आदि निस्किरहेको छ। अनि यो चाहिँ हो मेरो लुगाको प्याकिङ। अनि यो किताब चाहिँ किन बोकेको भन्दाखेरि अनि सबैलाई थाहा छ म आफ्टर 7 इयर्सको ग्याप पछि फेरि कलेज पढेकोले गर्दाखेरि फेरि पनि किताब पढ्नु पर्दैछ। अनि म प्याकिङहरू गर्दैछु आफ्नो। जोरथाङदेखि चाहिँ रिन्चेबुङ जानुपर्छ। सो रिन्चेबुङको गाडी चाहिँ छैन रहेछ, यसरी पर्खिरहेको छ अहिलेसम्म। जो जति पनि नयाँ हुन्छ लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला। जो जति पुरानो मेरो सब्सक्राइबरहरू हुनुहुन्छ उनीहरू सबैलाई थ्याङ्क यू। मेरो भिडियो हेरिदिनु होला। फाइनली गाडी आएको छ, भाइ स्कुटी लिएर आउँदैछ। अनि अब बहिनीहरूको डिमान्ड हो लेङ्गाले हेरिदिनु अरे बहिनीको। सो लेङ्गा ल्याउनु जाँदैछ अहिले। फर्स्ट गल्लीको बम्बई टेलरकोबाट लेङ्गा लगेर जानु। बम्बई टेलरकोमा गएको। अनि बम्बई टेलर चाहिँ फर्स्ट गल्ली अरे। अनि यो चाहिँ कसको डिमान्ड भन्दा मेरो ठुलो बहिनीको उताको बहिनीको डिमान्ड हो। सो लेट्स गो बम्बई टेलर। जोरथाङको हालत त्यस्तो छ, गरम यति बित्न छ, गरमले साह्रो पारिरहेको छ। अनि म चाहिँ अब बम्बई टेलरहरूमा जाँदैछु। बम्बई टेलरकोमा दसैँको गर्दा गर्दाखेरि। सो फर्स्ट गल्ली बम्बई टेलर दसैँको लुगा चाहिँ दसैँ सकेर पनि लगाउनुपर्छ भन्दैछ। सिक्किम टेलर बम्बईको टेलर चाहिँ कहाँ छ? यो बुद्धि सप म जाँदैछु बम्बई टेलर। सो जोरथाङको गली सबै कुरो थाहा हुनुपर्छ। सो सिधै अब बम्बई टेलर प्रिन्स टेलर। बम्बई टेलर कहाँ छ? बम्बई टेलर प्रिन्सको टेलरकोबाट लेङ्गा पनि पाएँ। सो आज तर पनि गएर बस्नुपर्छ। जोरथाङ चाहिँ अक्का दामी भिडियो आइरहेको छ।
यो चाहिँ मेरो च्यानलको लागि सबसे इम्पोर्टेन्ट हिँडेर आउनु यो भिडियो देखाउनु चाहिँ सबै कुरो चाहिँ च्यानलको लागि फाइनली ब्रिजको इन्डमा आइपुगिसकेको छु अनि गाडीहरू देख्नुहुँदैछ अहिले दसैँकोले गर्दाखेरि पुरा चपाचप भइरहेको छ त्यो लेङ्गाले डिस्टर्ब गर्यो लेङ्गा बोकाले हत्तु बनायो अनि हट ठुलो हुन्छ वेलकम टु सोरेङ डिस्ट्रिक्ट अब चाहिँ म सोरेङको डिस्ट्रिक्टमा जाँदैछु द्याट मिन्स वेस्ट सिक्किम एन्ड क्रस द रोड क्रस गऱ्यो अनि म चाहिँ यतातिर लाग्नुपर्छ One eternity later. स्कुटीको हावाले गर्दाखेरि भोइसहरू त सुनेको छैन
सक्यो झन्डै के गरिदिएको होइन है छिर्छ भित्ताबाट टेको बज्यो माथि ट्रक आउँदैछ पछाडि अब के गर्दै कहाँ गएको ट्रकले अब म कहाँ जान्छु त्यसको पिछे त जग्गा छैन निस्किँदा भाइ एकछिन म त निस्किने बेला भयो होइन अब मेरो जुत्ताको हालत हेर्नु कि मेरो राइडर दाइ चाहिँ यहाँ हुनुहुन्छ होइन हामी दुई भाइ स्कुटीमा राइड पारागोना गाउँ पारागाउँ अरे पारागाउँ कस्तो पारा हो यो पारागाउँ गाउँ चाहिँ पारै नमिल्ने खालको गाउँ चिया पानी भयो है मिठो चिया यहाँ आन्टीको चिया अब खाएर चाहिँ हिँडेको है लेट्स पेगी ल आज चाहिँ खास स्पोन्सर चाहिँ मलाई चाहिँ हाम्रो बुबुले गरेको यहाँनिर स्पोन्सर सोधेको दाइले मलाई चाहिँ जहिले पनि अब कहाँ कहाँतिर युट्युब च्यानल बनाउनु जाँदा स्पोन्सर गरेर पहिलाको भिडियोमा पनि मलाई स्पोन्सर गर्न दिएको भएको आज चाहिँ यता बुबुको हामी चाहिँ लाग्यौँ अब लाग्यो है निम्तिर लागेको अब होइन के पो हाल्यो झाडमा त मलाई त पछुवा
सानो बाटोहरू छ हामी एकदम स्लो जानेछु तपाईँहरूलाई देखाउँदै यहाँको पोकाहरू तपाईँलाई लाग्छ घरतिर खानाको खानु पुग्छ यो चाहिँ हाम्रो बोक्छु त्यो त कसले लाग्दैन बोकेर लग्छ ए होइन उसो भए त लगाउनुहोस् त अब त लगाउनु अन्त यहाँ हेर्नु तपाईँहरूको लागि आजको भ्लगमा चाहिँ म बोल्दैछु है अरू बेला हेर्नु सक्नुहुन्छ होइन अनि यहाँ ड्राइभर चाहिँ यहाँ छ यहाँ छ मेन अब हिरो कन्टेन्ट क्रिएटर भन्नु पनि साह्रै छ यी दाइ एकछिन जम्पर लगाउनु यो चाहिँ हो मेरो भाइ अनि यो है दाइलाई एकदम सपोर्ट गरिदिनुहोस् है तपाईँहरूको माया चाहिँ एकदम जरुरी छ अनि यो चाहिँ मलाई पिकअप गर्नुको लागि जोरथाङसम्म आएको थियो त्यस्तो टाढो बाटो तपाईँले देखिराख्नुभयो यत्रो टाढो बाटो चाहिँ पानी झरीमा पनि भाइ चाहिँ भिज्दै यहाँनिर अघि बिहान पानी परिरहेको थियो अनि भिज्दै यहाँनिर आएको मलाई पिकअप गर्नुको लागि आएको थियो अनि थ्याङ्क यू तँलाई थ्याङ्क यू अनि यहाँ देख्नु सक्नुहुन्छ यहाँनिर है यहाँनिर प्लेस अफ एट्र्याक्सनहरूको बारेमा चाहिँ यहाँनिर अनि जुम गरेर तपाईँलाई देखायो भने मेरो क्यामेरा फाटिन्छ त्यसले गर्दा हल्का जुम चाहिँ तपाईँलाई देखाउँछु अनि यु क्यान भिजिट हियर होमस्टेहरू पुरा पाउनुहुन्छ गर्दैछौँ अर्को एउटा भिडियो गर्दैछौँ है यहाँनिर एकदमै मजाको चिसो अनि एकदम अन्त यहाँ एकदम मजा आउँछ है तपाईँहरू आउनुहोस् यहाँनिर होमस्टेहरू पनि छ है हाम्रो यो भ्लगमा अन्त यहाँनिर दिदीहरू चाहिँ हामीलाई हेर्दै हाँस्दैछ होइन मजाको राम्रो राम्रीहरू होइन ठिकै छ यो चाहिँ गुरुङ गुम्बा है यहाँनिर गुरुङ लामाहरू हुनुहुन्छ है यहाँनिर पनि पऱ्यो गुरुङ अन्त यता पनि गुरुङ है अनि म चाहिँ लामा होइन फेरि लामा चाहिँ होइन जो बहुत मज़ा आएगा इधर।
शांति से देखने का। हामी चाहिँ गुरुङ गुम्पाबाट हामी निस्किसकेको छौँ अनि अब चाहिँ हामी घरतर्फ लाग्नु लागेको अब किनभने जाडो पनि बढिसक्यो भोक पनि लागिसक्यो बिहानदेखि नखाएकोले गर्दा एक कप चिया अनि एक कप त होइन 2 कप चियाले यहाँनिर बाँचिरहेको छ चाहिँ अनि यसले त जम्पर लगाइहाल्यो मेरोमा त त्यो पनि छैन सो हामी कन्टिन्यू हुनेछौँ एकछिन पछि भयो फेरि है अब हामी कन्टिन्यू विथ अवर अब कस्तो दिएको बिग फ्यानहरू ल गएको ल तल भेटौँ अब घर आइपुग्यो हो आफ्टर लङ टुर है जोरथाङ टु रिन्चेनपुङ सो यहाँनिर घर चाहिँ यस्तो छ सो हामी चाहिँ घर आइपुग्यो अनि हाम्रो आइपुग्नु भयो आजको स्पोन्सर गर्ने मान्छे अनि यो चाहिँ हो माको हौडे जसले चाहिँ आएकोदेखि हौडे खालि पिट्दैछ मलाई यो भिडियोमा अनुहार देख्छ भनेर यसले मास्क लगाएको अनि यो चाहिँ खासमा चाहिँ कोसँग बोल्छ म नाम चाहिँ कुन दिन रिभिल गर्छु ह्याकर होइन यो हौडेकर चाहिँ हो यो चाहिँ माको हौडे बोल्छ अनि आजको स्पोन्सर गर्ने भाइ माइलो अनि आज हामी यहाँ आइपुगेको छ अनि यहाँ घरमा आइपुगेको छौँ बहिनीहरू छ पर अनि ठुलो आमाहरू चाहिँ तल जानुभएको छ त्यसले गर्दा अहिले आउनुहुन्छ आइकन चाहिँ हामी भेट्नेछौँ अनि आजको लागि चाहिँ यतिमै भोलि फेरि भेट्ने भोलिको लागि भोलि नै हामी भ्लग गर्दैछौँ अनि यसको एडिट गरेर सबै कुरो गरेर आज बेलुका नै भोलि मोस्ट प्रोबेबली भोलि बेलुकासम्म चाहिँ हामी यो भिडियोलाई अपलोड गर्नेछौँ हुन्छ सो जतिजना सब्सक्राइबरहरू हुनुहुन्छ मेरो के गर्नु पर्यो लाइक कमेन्ट र सेयर गरिदिनुहोस् अनि जतिजना नयाँ हुनुहुन्छ जसले हेर्नुहुँदैछ तिनीहरूले पनि सब्सक्राइब गरिदिनुहोस् होइन सब्सक्राइब बेल आइकन मेरो फर्स्ट भिडियो मैले जुन चाहिँ पनि भिडियो हाल्छु त्यो फर्स्ट तपाईँहरूको लागि तपाईँहरूको फोनमा युट्युब च्यानलमा आउन त्यो तपाईँहरूको अगाडि फ्रन्ट पेजमा आउनको लागि चाहिँ त्यसलाई बेल आइकनलाई पनि दबाइदिनु होला अनि साथै सब्सक्राइब गरिदिनुहोस्